रेस्ट इन पिस अन्सु बहिनी, तिम्रो आत्माले शान्ति पाओस्, स्वर्गमै बास होस् तिम्रो। जहाँ भए पनि खुसी हुने तिमी। यो 2 शब्द तिम्रो लागि। यो इट्स योर बोय बिबी किरण हियर। कुरा गर्दैछु आज त्यो एउटा चेलीको, हुँदैछ सुरु सायद कलियुग त्यो जुनीको। लुकेको आवाज खोइ त कसले पो सुनेको, फाइदा आफ्नो लिँदा उसको मन धेरै दुखीको। जाँदैछु खेल्न म साथीको घरमा, अनि खेलेर आएपछि म बस्छु है पढ्न भनेर गइन् उनी। आफ्नो गन्तव्य उनी गाउँदेखि परिन्। मान्छे सामान्य उमेर 12 र 14 मा एक उनको थियो, निप्न लागेको रहेछ घरमा बलेको दियो। टेकेको पाइला उसले घरदेखि बाहिर, तर गन्तव्य पुग्दा उनको जङ्गलमा थियो। शिर थियो फाल्टै, शरीर थियो फाल्टै, मासुको टुक्रा जस्तै जिउ भयो फाल्टै। डरलाग्दो हत्या अनि त्यही माथि रेप गरी के उनको पाप भो र संसारमै बाँच्ने। हत्यारा को सबको पाउ छुनु पर्छ, दुखेको मनको त्यसलाई घाउ हुनु पर्छ। आत्माले शान्ति पाई स्वर्गमै बास उनको, त्योभन्दा अघि त्यसको मृत्यु हुनु पर्छ। रेस्ट इन पिस। यो